नेपाल कम्युनिस्ट पार्टी एमाले प्रवास कमिटी नेपाली लोकतान्त्रिक मञ्च गणतन्त्र कोरियाको मिति 2014 जनवरी 30 तारिखको राजधानी सोल स्थित यङगोङको आसियान जर्नलिस्ट एसोसिएसन बिल्डिङमा नेकपा एमालेको पोलिट ब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड प्रदीप ज्ञानीज्यूको गरिमामय उपस्थितिमा तथा निर्वाचन मण्डलका संयुक्त सभाका सदस्य ध्यान रहेको झक थापा प्रेम ज्ञानी हेम थापाको निर्वाचन मण्डलको रोगरमा नेकपा एमालेको प्रवास कमिटी नेपाल लोकतान्त्रिक मञ्च गणतन्त्र कोरियाको 14 कार्य समितिमा तल उल्लेखित पदाधिकारीहरू सहित केही सदस्यहरू पछि निर्वाचित गर्ने गरी गठन गरिएको छ। अध्यक्ष श्री गोविन्द गाउँले ज्यू प्रमाणपत्र लिनबाट अगाडि बढ्दिन हार्दिक अनुरोध गर्दछु। कृपया पत्रकार साथीहरुसँग फोटो खिचेर यहाँले स्वागत गरिदिनु होला। उपाध्यक्षमा श्री सुरेन्द्र आचार्य, त्यस्तै रामप्रसाद राई, केशव गौतम, सचिवमा दीपेन्द्र अधिकारी, सहसचिवमा शिवलाल पन्थी, कोषाध्यक्षमा परशुराम सापकोटा, एकछिन नाच्ने सर एकदम भइरहेछ। अब त यहाँ चुनाव गरेर स्टार्ट गर्नु आनन्दले 5 मिनेट अघिसम्म खुब भोक लागेको सहसचिव श्री शिवलाल पन्थी, कोषाध्यक्ष श्री परशुराम सापकोटा, प्रवक्ता श्री शालिग्राम बसेल, सदस्यहरूमा श्री हरिबहादुर श्रेष्ठ, पछि बाँड्छन् दिनु न एक एकवटा त बाहिर हेरेर लिन्छन् के सबैले प्रवक्ता हेरेर नाम रोल गर्ने हो। श्री कृष्ण खड्का, श्री कपिल देवपाने, श्री नवीन काला मगर, श्री गुणबहादुर मगर, गुणबहादुर राणा र श्री विकास बुढाथोकी। यसरी नवनिर्वाचित सदस्यहरू र मित्रहरू अब निर्वाचन सदस्यता उम्मेदवारी फिर्ता लिन हुने साथीहरूले पहिलाको जुन दस्तुर सदस्य